आज बौद्ध दर्शनको अनित्यको अवधारणाबारे छोटो चर्चा गरौँ। तपाईलाई थाहा छ, बौद्ध दर्शनमा एउटा यस्तो शक्तिशाली आइडिया छ जसले हाम्रो जीवनलाई हेर्ने दृष्टिकोण नै बदल्न सक्छ। हो, म कुरा गर्दैछु अनित्यको बारेमा, अर्थात् यो संसारमा केही पनि पर्मानेन्ट छैन भन्ने सत्य। तर सुन्न त कस्तो सामान्य लाग्छ हैन? यसले हाम्रो जीवनमा कसरी यत्रो गहिरो असर पार्छ त? ल, पहिलो कुरा के हो भने यहाँ हरेक चिज परिवर्तनशील छ। सोच्नुस् न, बगिरहेको नदीको पानी के कहिल्यै उस्तै हुन्छ? हुँदैन नि। फूल फुल्छ अनि फेरि उइलाएर जान्छ। हो, ठ्याक्कै त्यस्तै हाम्रो शरीर, हाम्रो सोचाइ, हाम्रा भावनाहरू, सबै कुरा हरेक पल बदलिरहेको हुन्छ। अब दोस्रो कुरा, यदि सबै कुरा बदलिन्छ भने हामीलाई दुःख किन हुन्छ त? कारण हो अट्याचमेन्ट, अर्थात् आसक्ति। हामी के गर्छौं भने अस्थायी कुराहरू जस्तै हाम्रो जागिर वा सम्बन्ध यिनलाई स्थायी हो भनेर समातेर बस्छौं। अनि जब ती कुराहरूमा चेन्ज आउँछ, र चेन्ज त आउँछ नै, तब सुरु हुन्छ तनाव र दुःख। र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा, स्वीकार गर्नु नै फ्रिडम हो। जब हामी यो परिवर्तनको सत्यलाई एक्सेप्ट गर्छौं, तब हामी बल्ल प्रेजेन्ट मोमेन्टमा बाँच्न थाल्छौं अनि हामी हरेक पललाई भ्याल्यु दिन सिक्छौं, किनभने थाहा छ नि, त्यो पल फेरि फर्केर आउँदैन। भन्नुको मतलब, अनित्यको सिद्धान्तले हामीलाई परिवर्तनलाई स्वीकार गरेर वर्तमानमा शान्तिसँग जिउन प्रेरित गर्छ।